Hello everyone, welcome back to my new motor vlog. And right now I'm in my brother's place. And अहिले चाहिँ म घरतिर जाँदै हो अब. सो त्यही हो, अब तपाईँहरूलाई म अगाडिको देखाउँछु है. सो लेट्स गो गाइस. दामी हुन्छ भने चाहिँ आयो सिगा हाम्रो गाउँमा कसको थियो थाहा छ सिगा दामी ल गएको ल म. ओके ल भोलि भेटौँ. ल गएको. ओके हेलो एभ्रिवान, वेलकम ब्याक टु माई मोटर ब्लग है. तपाईँलाई नमस्ते नमस्कार, सेवारो सेवनी काकीले फेब्लो के भन्छ है, फेब्लो अनि लाग्छ सबैजनालाई है. आई होप एभ्री वान डुइङ गुड. अनि अब चाहिँ म एउटा निस्किँदै हो आफ्नो रुमतिर. अनि मोस्ट प्रब्ली टु टेक मी लाइक 20 म्याक्स 20-25 मिनट्स टु है. यहाँ चाहिँ म अलिक चापेरै कुरेर भन्नु खोजेको, तर अगाडि गएर यार रोड बिग्रेको रास्ता भनेको तर बिग्रेको भनिन्छ. यहाँ भन्दो रहेछ नि त है यहाँनिर. त्यही भनेको क्या मैले मिनिमममा 2टा चिज के 24 आवर्स सिधाइ अझै एउटा छ पुरा ब्याड वान क्या. ओके मैले सोचेँ रिकर्डिङ भएको छैन के हो भनेर नि. त्यही हो अब चाहिँ यहाँबाट चाहिँ म निस्केको. अनि यहाँको चाहिँ त्यही हो, हेर्नु न गलीहरू कस्तो सानो सानो गलीहरू छन् यहाँको होइन. अलिकति मैले जाने रुट चाहिँ मैले हमेसा आजकल चाहिँ चेन्ज गर्ने रुटहरू चेन्ज गरि नै राखेको छु मैले. मतलब एउटै रुटबाट गएको, एउटै रास्ताबाट गएको चाहिँ म आइम चेन्जिङ रुट एभ्री टाइम है. अनि यहाँबाट चाहिँ अब सुरु चाहिँ निस्किनु पर्ने हुन्छ. मैले पेट्रोल पनि हालेँ है. हिजो चाहिँ पेट्रोल थिएन मेरो, हिजो असल पेट्रोल थिएन भनेर, बट स्टिल पेट्रोल चाहिँ मेरो थिएछ एराउन्ड 4-5 लिटर अलरेडी थियो. र पनि मैले फुल ट्याङ्क चाहिँ फेरि फुल ट्याङ्क चाहिँ गरिरहेको, किन भन्दाखेरि फुल ट्याङ्क गरिरहेको भने टेन्सन हुँदैन नि त यार तेलको कि. अझै भन्दा मलाई कोही बेला तेलले गर्दा चाहिँ मलाई फस्नु मन छैन क्या कहीँ पनि. अब कोही बेला हुन्छ नि अब तेलले गर्दा फसिदिन्छ क्या, अब त्यो चाहिँ मलाई लास्ट बिजोग लाग्छ क्या. त्यही भएर चाहिँ अब पेट्रोल चाहिँ म हमेसा नै अब अप टु डेट नै जहाँ तक चाहिँ अब म अप टु डेट फुल नै राख्ने ट्राई गर्छु क्या हमेसा. अहिले पुरा 2टा त राख्छु मेरो हातमा, तर रेडमी राइट पनि छैन. त्यसको त पुऱ्याउनु पर्छ अलिक होइन. गाइस अब चाहिँ फलो मी है, यो पनि हो फलो मी होइन. फलो मी भन्दा त मलाई त पब्जीको याद आइहाल्छ कि. जब पब्जी जब चाहिँ हाइपमा चाहिँ अब चल्दै हाइपमा चाहिँ त्यसलाई पब्जी बेसिकली मस्को लड किनकि क्या भन्छ हामी 8-9 घन्टा 10 घन्टा 11 घन्टा खाने पब्जी चाहिँ बिकज कोरोनाको टाइममा चाहिँ अब केही थिएन नि त, काम पनि थिएन, केही पनि थिएन, वर्क फ्रम होम चलिरहेको थियो. यो हामीमा चाहिँ अब त्यही हो, घरमा बस्यो त्यस्तो गरिरहेको थिएँ हामी चाहिँ. अब खेल्यो दिनभर होइन, रातभरि खेल्दिनँ. अब कोरोना खासै हामीलाई मलाई केही पनि थिएन. अन्त हामीले आफ्नो पेट बनाएको थियौँ, आफ्नो उयो चाहिँ अब होला हामीले आफ्नो पेट बनाएको थियौँ, आफ्नो छैन आफ्नो स्कोर बनाएको थियौँ. त्योमा चाहिँ हामी 4जना चाहिँ अब भट्ट जाँदै हुन्छ. हामी 5जना 6जना थियौँ हो. 4जनालाई चाहिँ अब पेक गर्दै खेल्नु पर्थ्यो क्या. 4जनाको लागि चाहिँ पेक गर्दै खेल्नु पर्थ्यो. आमा टाइम चाहिँ भइसक्यो पुरै क्या अब. टाइम हुन्छ
अलिकति टङ्को भएर निकाल्नुपर्छ यहाँबाट केआइएसटी। मलाई यो गाडी पनि राम्रो लाग्छ किया सेल्टोस हो। अदरवाइज चाहिँ अब मलाई चाहिँ मन पऱ्यो भने वर्ल्डको किन अहिले त एमजीले पनि आमाम गाडी पनि यस्तो दामी बनाएको छ। यो जिप पनि मलाई राम्रो लाग्छ क्या, जिप पनि दामी छ लुक चाहिँ हो। रेन्ज रोभरहरू के छ अब रेनल्टको पनि मलाई राम्रो लाग्छ, त्यो पनि त्यसको पनि लुक चाहिँ अब अलिकति एसयुभीहरू कस्तो दामी छ क्या अब एसयुभीहरू चाहिँ राम्रो राम्रो छ रेनल्टको चाहिँ। तर रेनल्टको चाहिँ अलिकति के माइनस पोइन्ट भन्दा चाहिँ नि ज्यादा उयो छैन नि त, सर्भिस सेन्टर पुरा छैन, त्यही कारणले अलिकति प्रब्लम जस्तै हुन्छ क्या अब। किनभने अब सर्भिस सेन्टर ज्यादा छ भने चाहिँ अब झन् सजिलो हो नि त। अदरवाइज सर्भिस सेन्टर चाहिँ बहुत खोज्नुपर्छ, रेनल्टको सर्भिस सेन्टर बहुतै रेयरली नै होला क्या, अब बहुतै कम्ती नै छ। अब बम्बई सम्बईमा भन्ने कुरा अलगै हो, अहिले सिलगढीतिर त छैन पनि होला क्या, सिलगढी बङ्गालतिर त इट्स भेरी हाई क्या अब भेट्नु सक्ने भेट्नुलाई चाहिँ भेट्नु साँच्चै हो। आज पनि ढिलो भयो कामले गर्दा, काम नै त्यस्तो भइदिन्छ यार। रातिको मेरो सिफ्ट भइदिन्छ कि पहिला त्यस्तो चाहिँ मलाई नि यस्तो ढिलो लाग्छ। पनि मेरो स्ट्रेट रातिको भन्दा पनि अब त्यस्तो ग्रेजुएट हो, अन्त आधा आधा म चाहिँ कता गइरहेको छु हेर्नु न। काम चाहिँ यस्तो लागेको छ घन्टा केको जाम लागेको हो, यस्तो फर्जीको जाम भन्छ यिनीहरूलाई क्या अब किन यस्तो खाले जाम लागेको हो भनेर म त आफू छ यार। यो नि मेन हाइवेमा चाहिँ अब रिङ रोड हो यो सबै, रिङ रोडमा पनि अब उयो लाग्छ भन्छ, अन्त रिङ रोड आइपुग्यो है अब त्यहाँ स्टार्ट गरेर क्या आज त्यसमा सर्ट लगाएर आएको होइन, आज चाहिँ त्यही जाडो हिँड्नु अरे क्या अब आम्मामा है यस्तो पनि हुन्छ घन्टा लेजरले त पुरा उयो गरिदिएको क्या, एप्रिल फुल बनाइदियो क्या। दिउँसो चाहिँ गरम हुन्छ, शाममा चाहिँ बेलुका चाहिँ जाडो हुन्छ, त्यही भएर चाहिँ अब म दिउँसोमा किनेको दिउँसो चाहिँ पुरा गरम थियो भनेर चाहिँ अब भित्र बिहान पत्ला हिँडेको र सर्ट लगाएर हिँडेको म गरम भयो भनेर गरम थियो। अब राति चाहिँ अब हेर्नु न जाडो अहिले चाहिँ जाडोको टाइममा चाहिँ झन् ढिलो हुन्छ क्या अब मलाई हावा यस्तो चिसो हालिन्छ नि। पनि अब मैले चाहिँ अब लाइट किन कुदाउँ भनेको चाहिँ मलाई नर्मल स्पिडमा त्यो हावा चाहिँ ज्यादा नपरोस् छातीमा क्या। इनोभा आएको पनि गाडीहरू छ, इनोभाले पनि दामै निकाल्दैछ है। तर त्यो त एमजीको छ नि गाडी, एमजीले पनि निकाल्दैछ गाडीहरू त हाम्रो नयाँ नयाँ लुकमा नयाँ सेटिङले पनि डबल डेकरहरू बस्नु पर्छ जाम। यसो जाममा चाहिँ अब कस्तो भन्दाखेरि अब मान्छेहरूले होइन अब हिल्स त कुदाउने मान्छेहरूलाई चाहिँ अब यस्तो अचानक अब यस्तो ट्याक्टर गाडीहरू चाहिँ अलिकति उयो हुँदाखेरि चाहिँ अलिकति चाहिँ अब मतलब नर्भस चाहिँ अलिकति नर्भस भन्नाले अलिकति अत्तालिनु हुन्छ नि अब अलिकति टेन्सन चाहिँ हुने रहेछ क्या। किनभने अब गाडीहरू अब एकचोटि कुदिरहेको होइन नि त, अब हिल्समा त अब गाडीहरू कुदिरहेको नि अब छ जग्गाहरू जहाँ चाहिँ अब गाडीहरू पनि कुदिन्छ जहाँ अन्त वान वे छ, बेसक वान वे हो, तर उतातिर चाहिँ अब गाडीहरू त्यस्तो यहाँ हुँदैन नि त। त्यो भएर चाहिँ यहाँनिर चाहिँ अब यस्तो यो गाडीहरू दिँदैन त्यही अब नयाँ नयाँ मान्छेहरूलाई यो जाने यस्तो गाडी ढिलो गर्छ भनेर गाडी मिले गर्छ। अन्त तपाईँले अब अलिकति ढिलो तर हामी दिइहाल्छ त्यही भएर अलिकति अब यो पहाडी क्षेत्रबाट केटाहरू छ भने कुदाउनु इच्छा छ भने चाहिँ अलिकति होइन म चाहिँ भन्छु हात चाहिँ पुरै अब कम पुरै बसाउनुहोस् पहिला चाहिँ होइन। त्यो अस्ट्रेलिया चाहिँ मतलब
हात त पहिल्यै बसेको हुन्छ केटाहरूले अब हिसाब गर्ने केटाहरूले कहाँ सक्दैन हो लेख्न पाइ झन् अब 50 नि तर अपार्ट फ्रम द्याट चाहिँ अब भन्नाले चाहिँ अब त्यस्तो पनि होइन नि त त्यो भएर चाहिँ अब यस्तो जग्गामा चाहिँ अब अलिकति अब यो सिबिसी ट्रेनिङ भेरी नाइस हुन्छ अब रोडमा चाहिँ अब गाडीहरू अब कति पराबाट एकदमै यात्रा पुरा धेरै कस्तो यता चाहिँ ट्रेनको नानी अगाडि गएर चाहिँ एक साइडमा जाडो भयो होइन मलाई रुममा त्यस्तै भएर चाहिँ गाइड डन्ट स्टप फलो यार प्लिज गाइड गो एहेड एन्ड फलो द पेज किन हो आम्मामा यसो दुधहरू हाल्नु त लालु आमा हामी पनि गरिदिन्छ ल 100K 200K हामी नभए यार प्लिज फलो गरिदिनु न गाइड नेक्स्ट यु गाइड फलो द पेज है एन्ड अल्सो डन्ट forget to subscribe the channel on YouTube है गोर्खा बाइकर्स ब्लग अनि यता फेरि उयसमा चाहिँ त्यसमा चाहिँ अब गोर्खा बाइकर्स ब्लग छैन बट गोर्खा बाइकर्स ब्लग तपाईँहरूले युट्युबमा भेट्नु सक्नुहुन्छ ल अनि अर्को चाहिँ अब फेसबुकको चाहिँ तपाईँहरूलाई अब गोर्खा बाइकर्स ब्लग लिएर भेट्दैन तपाईँहरूले सो यु हेभ टु सर्च इट बाई माई नेम म नाम पनि अब चेन्ज गरेर म अर्जिनल नाम हाल्छु सो it will be easy for you guys to search me online and I will give you all the updates regarding all the things that I will be hearing है म जहाँ पनि जान्छु त्यहाँको ब्लगहरू म तपाईँहरूलाई अब अस्पताल दिने नै भेट्दै गर्छु एभ्री डे अनि म चाहिँ अब एभ्री डे नै ब्लग छोड्ने कुरा भनेर सोचेको तर इट्स नट द्याट इजी अल्सो बट इट्स नट द्याट हार्ड त्यसलाई जस्ट मलाई टाइम चाहिँ निकाल्नु पर्ने हुन्छ त्यसको लागि चाहिँ भिडियोजहरूको लागि अदरवाइज म मेनको त्यो हो नि त अब टाइमहरू नै पाउँदिनँ हो अब कामले गर्दाखेरि अफिसियल वर्कहरू हुन्छ त्यसले अब त्यो काम गर्नु कि यता एडिटिङ गर्नु नि आयो त्यही भएर चाहिँ अब एडिटिङ अब गर्नै पऱ्यो भएन भने अब कति तपाईँको 20 मिनट 30 मिनटको भिडियोहरू हुन्छ होइन त्यो त अब 30 मिनटको भिडियोहरू हाल्यो भने त लङ भइहाल्यो भेरी भेरी लङ भिडियो साह्रो पर्छ अन्त अब भिडियोहरू जान्छ त्यसो लाउनु भिडियो फेरि हेर्नु ल हेऱ्यो भने नै 100मा अब 5% हुन्छ होला हेर्ने कि अब अदरवाइज होइन अब 1 घन्टा आधा घन्टा 20-25 मिनट भइहाल्यो जुन त अब त्यस्तै टपिक हुनु पऱ्यो कन्टेन्ट हुनु पऱ्यो होइन अहिले मोटो कलमा चाहिँ मलाई लाग्छ अलिकति लामो नै पर्छ होला त्यस्तो चाहिँ होइन हामीले लस गरिब लस गरियो तर यहाँनिर चाहिँ के तपाईँहरू के चाहिँ प्रश्न चाहिँ यहाँनिर होटेलहरू तपाईँले सबै होटेल परिस्थिति है अरू मगाउनुहुन्छ भेरी भेरी रिजनेबल प्राइस छ तपाईँहरूले वाट एभर द रेन्ज युआर लुकिङ फर सबै पाउनुहुन्छ अब 500, 600, 700, 800, 900, 1000, 2000, 3000, 4000, 5000 इभन द 5 स्टार चार्ज होइन सो द्याट्स वाइ इट डिपेन्ड्स अन यु तपाईँहरूलाई कतिको चाहिन्छ क्या अब किनभने अब 5 स्टारहरू पनि छ सो इफ यु वान्ट टु गो एन्ड स्टे 5 स्टार होटेल आई थिङ्क 7,000-8,000 होला रेडिसन अगाडि छ होइन त्यही भएर अलिकति महँगो नै हुन्छ नि त पैसा पनि छन् तर तपाईँहरूलाई अब इट्स नट द्याट कस्टली बट यु विल बी एबल टु गेट इट द रुम्स फर लाइक 600-500 इन ओयो होइन 700 म्या 1000 रुपियाँको रेन्जमा तपाईँहरूले राम्रो रुम पाउनुहुन्छ अब यहाँबाट सिक्किम दिने होइन भाइ त्यही हो म चाहिँ जहिले पनि यहीँनिर किन इच्छा बस्छु भन्दा यहाँनिर चाहिँ मेरो साय सिक्किमको तान्ने चाहिँ जग्गा छ नि त्यो भएर होइन त्यहाँबाट चाहिँ म यहाँबाट सिधै निस्किन्छु नि त त्यही कारणले चाहिँ म देखाउनु चाहदिनँ आई विल रिभिल इट होइन त्यो चाहिँ बादमा रिभिल गर्छु म मेरो एक्ज्याक्ट जग्गा
the exact place where I stay and त्यही हो अनि अगाडि नै बसेर बाइक खडा भएर यहीँ खडा गर्नु पऱ्यो मस्त बनाउँदैछ त्यो खुले मस्त बनाउँदैछ पुरा धेरै हो